नमस्कार सबैमा। जीवन चाहिँ अति नै सुन्दर छ जिउन जान्नेहरूको लागि। यदि जीवन जिउन जानिएन भने चाहिँ बेकार छ, झुर छ, दुःख छ, दुःखै दुःखको सागर छ। तर जस्तो सुकै परिस्थितिमा पनि खुलेर जिउन सक्यो भने, रमाउन सक्यो भने चाहिँ जीवनभन्दा सुन्दर कुराहरू केही पनि छैन। अहिले मान्छेहरू सानो कुराहरूमा, अरूको लहैलहैमा, अरूको देखासेखीमा आफ्नो सुन्दर जीवनलाई चाहिँ बेकार सम्झेर हुन्छन् र अत्यन्त दुःखदायी आत्महत्या जस्तो कुराहरूलाई चाहिँ लिएर आफ्नो यो सुन्दर जीवन चाहिँ बर्बाद गरिरहेका हुन्छन्। त्यो एकदमै नराम्रो कुरा हो। त्यसैले तपाईँ जहाँ हुनुहुन्छ, जस्तो हुनुहुन्छ, जस्तो परिस्थितिमा गुज्रिरहनु भएको छ त्यसमै खुलेर जिउनुहोस्, खुलेर रमाउनुहोस्। अनि मात्रै तपाईँले जिन्दगीको मजा लिन सक्नुहुन्छ। मान्छे अभावमा मात्रै दुःखी हुँदैन हैन। सम्पत्ति नै सम्पत्ति भएर दुःखी हुने मान्छेहरू पनि छन् र कति मान्छेहरू बाहिर देखाउनको लागि खुसी हुनेहरू पनि छन् र भित्रभित्रै जलिरहेकाहरू पनि छन्। त्यो एकदमै गर्नुहुन्न। बाहिरी संसार, अरूको देखासेखीमा आफ्नो जिन्दगीलाई चाहिँ प्रयोग नगर्नुहोस्। तपाईँ जस्तो हुनुहुन्छ त्यस्तै परिस्थितिमा शान्त भएर खुलेर हाँस्न सक्नुहोस्, बाँच्न सक्नुहोस्, रमाउनुहोस्। त्यो नै जीवन हो। त्यसैले यो अमूल्य जीवनलाई अरूसँग दाँजेर, अरूको देखासेखी गरेर बर्बाद नगर्नुहोस्। मेरो यो बिन्ती हजुर सबैलाई।